Hi guys, welcome back to my channel after a long time. पछि चाहिँ मैले भ्लग गर्दै छु अनि आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। अनि आज चाहिँ म निस्किन आँटेको छु बाहिर किनभने दमकमा चाहिँ बेसमरी गर्मी बढेको छ। सो म चाहिँ अहिले खोला जान लागेको छु। म भन्दा नि हामी खोला जान लाग्छौं। अब हामी यहाँबाट फेरि जानेछौँ। माछा मार्नुको लागि टटकट हुँदैछ। अब हामी चाहिँ पानी छैन त अनि हामीलाई चाहिँ कस्तो खालको माथि पहिला माथि जान्थ्यौँ यिनीहरू जानै मान्दैन कस्तो बेउरा हो। माथि माथि छ नि माथि गएर पौडी खेल्दा मात्र त अनि अब अघि सुमित्राले माछा भएर ल्याइदिन्छु भने अनि माछा मार्दैन यस्तोमा चाहिँ के यहाँ बिल्लुले कहाँनिर हामीलाई फसायो यहाँ हाल्नु चाहिँ आम्बो साले बिल्लुलाई यो कस्तो जबरजस्ती छ हौ साले गोप्टे यहाँ हाल्नु त त्यो बिल्लुले हामीलाई कहाँ चढायो होइन बाढ्यो भने त कस्तो आउँछ नि हामी पहिला यो बिल्लुले जबरजस्ती चढाउन आँटे अब अघि हामीलाई पर्दैन हौ बिल्लोपुर त यस्तो भइरहेछ यार कति जान्छ मलाई त ल यो सिकेर यस्तो गाडी पल्टिन परेको छ भने कुरा तपाईँलाई थाहा छ त्यही भएर काबु भएको यस्तो गाडी पल्टेर ऊ पनि गाडीभित्रै रहेर कि गाडी पल्टिँदाखेरि अब यस्तो बाटो रक गर्नु है कतिखेर काम भइरहेको त्यही त एक कुकर आफै खाइहाल्छ है अहिले ल ल ल एक आज एक
पुरा यहाँ बाटो जुगाड गर्छ कहाँबाट निस्किने भनेर। आची ओ ला नहुने ठाउँ रहेछ। अब हामी चाहिँ यहीँ बस्ने हो। चुला पनि ठ्याक्कै यहाँ रहेछ। ऊ यतिमा चाहिँ के गर्नु? ल हामी चाहिँ आइपुग्यौँ यहाँनिर। यसले जुठो लगाइदिन्छ है। ल ल त्यो दाइ डराएर गहिरो रहेछ नि पसेको हो क्या ऊ आफै। अम्बो आउनु न गहिरो रहेछ। अब पौडी खेल्ने जाने चस्मा हरायो भन्छ नि। कस्तो डर लाग्दैन। यहाँ चाहिँ जुगाड हुँदैछ। अह छ त उयो के हो मैले देखेको थिएँ त। अह तपाईँले मुनि ए त्यहाँ चाहिँ अब यहाँ चाहिँ हामीले एकछिनमा खानुपर्छ नि त। छाम चाहिँ त्यही भएर पत्ता टिप्दैछौँ यो। ल ल ल के को पत्ता हो यो? हामी चाहिँ प्लेटमै खानुपर्छ नि लगाइदिनु चाहिँ पत्तामा चाहिँ। हामी त आज कोलाको पत्ता उयो काटिदेऊ न। छ जोतमा बोल्छ नि त्यो बिल्लु। ए यहाँ चाहिँ कहाँबाट कोला हुन्छ? उयो टाढाको पत्ता चाहिँ ठुलो हुन्छ क्या उयो। यहाँ हाम्रो टप्परी भइसकेको छ। एउटा दुईटा ऊ तल माछा मार्नु थालिसक्यो। हामी चाहिँ भोक लागेको खाइल। समयसँगै कस्तो अबि मजा। ओइ बिल्लु दामी कस्तो छ खबर? झन्डै डुबे साथीहरू। ल गाइस यहाँ चाहिँ डेन्जर गहिरो छ।
मजा आइरहेछ तर ओबे मेरो मोबाइल भित्र होला ओ मजा आइरहेछ यो अब हामी चाहिँ यहाँ बनाउन आँटेको अब यहाँ खाजा खान आँटेको बनाउनै आँटेछु बनाउँदै आँटेछु यही पकाएर खानु अचार पचास सबै किलो कि भात यहीँ बसेर खाएर झर्दा दम जानु किन खाने एउटा बेलुका पो हेर्नु भनेको म खुसी हुँदैछ है यो दाइ ल दिनु कसम लु जानु त ल यो सिक्किम दाइले फाइनली मलाई हेरेको त यो जान्दैन रहेछ यहाँ माछा टिप्ने काम हुँदैछ झिङ्गे माछा हो झिङ्गे माछा यति बनाइसकेको ल करेन्ट लागेर बाहिर निक्लिन्छ के गरेको भाइ बहिनीहरू माछा मारेको माछा यत्रो माछा गएको छ यत्रो अहिले निकालेर देखाउँछु ल माछा भ्यागु खोइ ए उता आउँदैछ ट्याब उयो चाहिँ उठाउनु नि यहाँ छोड्देऊ न तल जालमा जान्छ हौ यहाँ टिपेको माछा चाहिँ सबै फ्याँकिसक्यो यी माछा यहाँ छन् यसले उखाएर यत्रो बलियो भएकोलाई आयो यस्तै हो भने एक बाल्टी लगिन्छ होला हौ माछा 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 आयो माछा बडो त हेर्नु भाइ आए अनि त्यत्रो माछा खोइ त नि बाहिर गयो नि बाहिर त्यही छ हौ त्यो पत्रिकाहरू लुकाएको छ माछाको उयोहरू हेर न यहाँ सबैजना माछाको लोभ गरेको माछा मारेर खाइयो ए नगर न बिल्लु म यहाँ उयो गर्छु झोकलमा तिमीले लडायो भने कस्तो रहेछ उफ्रिनु पर्यो ए झारेर त नलाउनु यहाँ एउटा माछा हो एकछिनमा हेर्न कति मर्यो यहाँ हामीलाई त अहिले यता पुग्छ नि सुमित्रा खास त नि लाउनु तिमी हामी मात्रै त हो आमालाई लाउँदिन ल हाम्रो चाहिँ डेस्टिनेसन सरिसक्यो आमामा यिनीहरूले त गाडी त कस्तो बठारेर लठारेर कुदाउँछ हेर्नु न गाडी पल्टाउनु खोज्दै कुदाउँछ
लग फेरि What's up, gang? Oh, hey, muddy, goody, steady. हेर न ऊ झारिहाल्यो इन्भर्टर पानीमा झरिसक्यो इन्भर्टर डिस्कस गरिबस्नु इन्भर्टर पानीमा झरिसक्यो नगर्नु भने हामी जान्दैनौँ नि ला भन्दैछ नि के भयो अरे सबैजना किन स्याड भएको अरे सबैजना किन स्याड भएको अरे माछा यति मारेको इन्भर्टर बिग्रियो अब हामी खाने अनि घरतिर लाग्ने रात पनि परिसक्यो खानु न यहाँ राख्ने हो खाने हो अब ओ बिल्लु बिल्लु मुठो भएछ ल ल ल दरे रहेछ इन्भर्टर बिगारो अनि हामी अब आधीमा स्टप गरेर जान आँटेको हामी चाहिँ घरतिर लागेको यो कुकुरलाई छोडिदिएको यो त राम्रोपर्छ नि यसले बोक्नुपर्छ कि घर लागेको अब हामी गाडी आउँदैछ हामी चाहिँ बाटो डेन्जर यहाँ छ र हिँड्दैछौँ यस्तो डेन्जर छ अबुई यहाँदेखि यता तल अन्त हेलो यहाँ चप्पल फेरि यहाँ कमिले चाहिँ कहाँबाट बाइक ल्याउँछ ल लाग्यो अब हामी नेक्स्ट टाइम आउने अलिक महँगोको जेनेरेटर लिएर